होइन हौ साथीभाइ हो, हाम्रो यो नेपालको मान्छेहरू देख्दा पनि अचम्मै लाग्छ हो। उनीहरूलाई जुनै सरकार आए पनि विरोध गरेको छ, राम्रो काम गर्नेलाई पनि विरोध गरेको छ, नराम्रो काम गर्नेलाई पनि विरोध गरेको छ। अहिलेको सरकार भर्खर आएको 1.5 महिना पनि भएको छैन। उनीहरूलाई सबै चिज चाहिने, देश विकास चाहिने, सुशासन चाहिने, त्यहाँदेखि विदेश नजानुपर्ने, देशमै काम चाहिने, हरेक कुरो चाहिने। अचम्म छ, आफू चाहिँ सिन्का पनि नभाच्ने होइन। त्यही भएर हाम्रो देशको मान्छेलाई चाहिँ मलाई चाइनिज शासन चाहिँ चाहिने रहेछ हो। किनभने चाइनामा अरू पार्टी पनि छैन, एउटै पार्टी छ। उनीहरूले अब जसले देशमा ठग्छ, लुटतन्त्र गर्छ, तिनीहरूलाई डेथ पेनल्टी अनि आजीवन जेल। कामको रफ्तार चाहिँ फेरि पक्का बिजुलीको तालमा, छिटो न छिटो। अनि काम भएन भने त्यसलाई दण्डित गर्ने, त्यस्तो चाहिने रहेछ। तर हाम्रो देशमा अलिकति छाडा भयो जस्तो लाग्यो मलाई। त्यही भएर तपाईँहरू सबैले धेरै छाडा नहुनु होला, जो आए पनि विरोध मात्रै नगर्नु होला होइन। अहिलेको सरकारले राम्रो गरिरहेछ, गर्दैछ। अब 5 वर्ष त मजाले काम गर्न दिउँ न हौ, त्यसपछि पो रिजल्ट देखिन्छ त। पुरानो त पुरानै भइहाले, अहिलेको यङ नयाँ भाइ बहिनीहरूले पनि एकदम धेरै विरोध गरेको देख्छु। अलिक बुझेर विरोध गरौँ। अनि अर्को त्यही मान्छे हुन्छ जुनै पार्टीमा विरोध गर्ने, एमालेलाई विरोध गर्ने त्यही मान्छे, काङ्ग्रेसलाई विरोध गर्ने त्यही मान्छे, माओवादीलाई विरोध गर्ने त्यही मान्छे, अहिले आएर फेरि राष्ट्रपालाई विरोध गर्ने पनि त्यही मान्छे होइन। खाना लाउनु चाहिँ कहाँबाट आउँछ हौ? दिनरात विरोध मात्रै गर्दै बसेर ल, अचम्म छ हौ।